तपाईँको सभापति कि वरिष्ठ नेता कसलाई चाहनुहुन्छ? मेन कुरा यो प्रश्न आउँछ नि मलाई 100% स्योर थाहा थियो र मैले यो कुरामा चाहिँ मेसेज दिनपर्ने हजुरको यस लोकप्रिय प्लेटफर्मबाट दिनपर्ने मेसेज के छ भन्दाखेरि अहिले हामीलाई जरुरत एकताको छ होइन। जुन हिसाबको यो मिडिया ट्रायलहरू भइरहेको छ, जुन हिसाबको एउटा फ्र्याक्सन ल्याउन खोजिरहेको छ कि तिमी बालेनपट्टि साइडको हो कि तिमी रविपट्टि साइडको हो भन्ने, सायद यो कुरालाई हामी सबैले बुझ्नुपर्ने कुरा के छ भन्दाखेरि फ्र्याक्सन ल्याउनु भन्दा नि एकतातिर चाहिँ बढी फोकस गर्न पर्नेछ। हामी ओभरअलमा राष्ट्रिय स्वतन्त्र पार्टीबाटै छौँ। सभापतिज्यू अहिले हुनुहुन्छ, भोलिको दिनमा अरू व्यक्तिहरू पनि आउन सक्नुहुन्छ। वरिष्ठ नेताजी हुनुहुन्छ, उहाँले जुन प्रधानमन्त्रीकै क्यान्डिडेट भइसके पछाडि यो हामी सहकार्य गरेर एकता भएर डेलिभर गर्न सक्ने कुरा हो। म यो व्यक्तिको के अरे पक्षको मान्छे हो या त यो व्यक्तिको चाहिँ एउटा कुनै गुड भनौँ न, त्यो चाहिँ प्रश्नहरू आउँदाखेरि चाहिँ कसैले पनि विचार गरेर भन्नुपर्ने हुन्छ कि यो एकता होइन है, यो विभाजन हो होइन। हामीलाई एकताको जरुरत छ। अहिले डेलिभर जुन हामीले वाचापत्रहरू छ यी कुराहरू डेलिभर गर्नमा चाहिँ यो कुराबाट चाहिँ हामीले ध्यान दिनुपर्छ कि हामी ध्यान दिनु पर्यो, हामी एक हो। ओके। यो अब अन्तिममा अहिले तपाईँ बालेन सरलाई नै, माननीय बालेन सरलाई नै प्रधानमन्त्रीको रूपमा लिएर जानुहुन्छ मलाई लाग्छ। प्रधानमन्त्री उहाँ नै हो होइन। र अब यो भएको हरेक कुराहरूलाई चाहिँ समथिङ जो तपाईँहरूले भन्नुभएको छ या गाउँ गाउँमा गएर जो चाहिँ गर्छु भन्नुभएको छ होइन, त्यो गर्नु होला। तपाईँहरूले पनि यहाँबाट सल्लाह सुझाव दिनु होला उहाँहरूलाई होइन, गर्नु होला, सल्लाह सुझाव दिनु होला। र अन्य कुराहरू जो छ नि के भन्छ सुशासनको मामलामा चाहिँ तपाईँहरूले पनि आवाज उठाइदिनु होला भन्छु म। केही छ अन्तिममा सर, केही यो सर केही कुराहरू अन्तिममा अब हामी सकौँ पनि होला अन्तिममा केही? थ्याङ्क यू सो मच सर, समय यसरी आफ्नो केही विचारहरू राख्नु दिनुभएकोमा। ओभरअलमा खासै मैले भन्नुपर्ने प्रवासमा बसेर यो व्यक्ति हामीले अर्कै वेमा सोचेको थियौँ, यो त अहिले राजनीति गरिरहेको छ भनेर धेरै प्रकारका सोचहरू या त विचारहरू आउन सक्छ। मैले बुझाउन खोजेको यति मात्रै हो कि युवाले पनि एउटा राजनीतिमा परिवर्तन गर्नको लागि चाहिँ आफ्नो एउटा सहभागिता राख्नुपर्छ, एउटा केही ज्ञान भए पनि राख्नुपर्छ। र सँगसँगै प्रवासमा बसिसके पछाडि हामीले प्रवासमा भएको नेपालीहरूको सुरक्षा हेर्नुपर्ने हुन्छ। उनीहरू भएको समस्याहरू छन्, त्यसको समाधान कसरी हुन्छ त्यो कुराहरूमा ध्यान दिनुपर्छ। यो होइन कि एउटा कुनै राजनीतिक दल या कसैलाई नराम्रो भन्नुभन्दा पनि हामी एकता भएर चाहिँ भएको समस्याहरूमा सबैजना एकअर्का हातेमालो गर्नुपर्छ। र त्यसको लागि सायद एउटा माध्यम रासोपा हुन सक्ला होइन, या त अरू कुनै होला। यति भन्दै अब जोस् थ्याङ्क यू सो मच हजुरहरूलाई। थ्याङ्क यू सर। ल यति भन्दै आजको पोडकास्ट हामी यहीँ समाप्त गर्छौँ। आज मसँग हुनुहुन्थ्यो दक्षिण कोरियाको ह्यान्डसम राष्ट्रपतिको प्रमुख संयोजक युन सर हुनुहुन्थ्यो, मेरो साथी, र उहाँ एकदम एनर्जेटिक हुनुहुन्छ र हामीलाई सहयोग गर्नुहुने सम्पूर्ण संस्थाहरू यालाई थ्याङ्क यू भन्दै म बिदा हुन चाहन्छु। फेरि नेक्स्ट टाइम हामी फेरि भेट्नेछौँ। थ्याङ्क यू सर। थ्याङ्क यू सो मच।